हेलो एभ्रिवान, आज चाहिँ हाम्रो भ्याकेसनको डे 2। आज चाहिँ हामी एलिफेन्ट ब्रिडिङ सेन्टरतिर गएका थियौँ, जुन चाहिँ चित्तु नेसनल पार्कबाट भित्र रहेको थियो। र जाँदा चाहिँ म र मेरो भाइ चाहिँ स्कुटरमा गएको थियौँ भने आधी परिवार चाहिँ हाम्रो अटोमा जानुभएको थियो। र बाटोमा हिँड्ने क्रममा चाहिँ बाटोमा देखेको सिनहरूले चाहिँ एकदमै मन नै आनन्द बनाइरहेको थियो। र घरमा चाहिँ बुलेटको बाइक अरूको हेलमेट नभएको कारणले मेरो हेलमेट चाहिँ बुलेटको थियो, त्यसलाई चाहिँ इग्नोर गर्नु होला। र हामी त्यहाँ पुगिसकेपछि चाहिँ राप्ती रिभरको ब्रिज थियो एउटा, त्यो ब्रिज क्रस गरेर हामी एलिफेन्ट ब्रिडिङ सेन्टरतिर लाग्यौँ। र मेरो नानु चाहिँ सधैँ उसले एलिफेन्ट भन्दै पढ्दै आइरहेको, उसले साँच्चैको एलिफेन्ट देख्दाखेरि चाहिँ ऊ चाहिँ अलिक दङ्ग परिरहेको थियो। र उसले चाहिँ यति क्वेसन सोध्यो कि एलिफेन्ट रिलेटेड, ऊ गफ गरेर यति हैरान बनायो। तर मैले उसको हरेक इच एन्ड एभ्री क्वेसनको एन्सर चाहिँ दिन ट्राई चाहिँ गरेँ। गाइड दाइले भन्नुभयो, हजुरहरू कति भाग्यमानी हुनुहुँदो रहेछ, मान्छेहरूले कमै मात्र देख्न पाउने यो रोनाल्डो हात्ती हजुरहरूले देख्न पाउनु भन्नुभयो। साथै हामी चाहिँ एकदमै खुसी भयौँ। हामीले देख्यौँ पनि। त्यसपछि ऊ जङ्गलतर्फ लाग्यो र मेरो नानीको क्वेसन चाहिँ अझै सकिएको छैन, उसले अझै के सोधिरहेको छ। यसरी नै हाम्रो आजको डे 2 एकदमै फ्रुटफुल भयो।